to you. Happy birthday to you. कति हेभी हो त यार कति केजीको होला नि 10-12 किलोको 10-12 केजी यति धेरै 1 किलो लिन सक्नु हामी चेस के गरौँ यार हेलो एभ्रीवन न्यू डे न्यू ब्लगमा सो वेलकम छ गाइज हैन अनि के गरौँ भइरहेको थियो अच्छा र आज चाहिँ बर्थडे हो नि त सो म चाहिँ भ्लग बनाउन भनेको थिएँ त्यही माथि साथीहरू आउँछु भने मैले खबर सुने नि त सो एक्साइटेड भयो कि त्यही भएर चाहिँ यस्तो ठिक छ साथीको भ्लगमा चाहिँ यस्तो खानपिनको यताको भ्लग त बनायो ठिकै छ अब होइन आफूले पनि यसो बनाइदिउँ न त भन्नु मलाई नि आँट आयो त्यही भएर आज चाहिँ यो बर्थडे भ्लग हो ब्लग चाहिँ पहिले थियो बर्थडे सो त्यही त हो नि युट्युब ब्यान भएको थियो ब्यान भएको कारणले गर्दा मैले भ्लग हाल्न पाएन यही नहीं अभी और सुनिए त्यसको लागि really सरी है त्यो हजुरले बुझ्ने कुरा हो सबबाट चाहिँ खतरा हुन्छ त्यही यो दिनु पनि पर्छ त्यही भएर के गरौँ भयो त साथीहरू खोइ आउँछ भन्थ्यो यार कहाँ गयो तिनीहरू अबि ओए चल झुटा हजुर के छ ओ के छ हेर आम कति राख्दिमे भर्खरै आएको यार आम कति छिटो आएको त यार के हो फ्यामिली तिमी यार बोलाइसिन नआउने कुरो हुन्छ हाँ तिमी बोलाइसिन नआउने कुरो हुन्छ अरे हमारे यहाँ ऐसा ही होता है यार यस्तो खतरा यार बोलाएको अघि नै भर्खरै आइन्छ मान्छे यार कला बाक यति फास्ट आएको तिमी हर किसी के पास कला नहीं होता है दोस्त ओ माई गॉड अनि साथीलाई के ल्याइदिन्छौ त अनि साथीलाई अब हैन धेरै ठुलो चिज ल्याइदिन नसके तापनि एक्सर्साइज जस्तो कुरा गर्छ के होला हेर्दिनु साथीलाई हैन सानो चिनो ल आम्बो के हो यो यो होला नि केही अब खोलेर हेर न ओ माई गॉड पक्र न ल मेरो विजय साथीलाई थ्याङ्क यू सो मच है त असम्म मलाई साथी भाइमा है सायद लाइफको फर्स्ट टाइम पनि होला क्यों हिला डाला ना मलाई बर्थडे गिफ्टमा है अब के दिएको छ भने बर्थडे गिफ्ट भनेको जुन यो फ्रेम सिङ त्यो होला मैले बुझ्छ होइन त्यही बेला पक्कै नि है र लाइफको फर्स्ट टाइम चाहिँ अनुभव गर्न पाइयो थ्याङ्क यू सो मच हाम्रो बिहे साथी सो फर्स्ट अफ अल चाहिँ भन्छ है त त्यसको लागि म खुसी नै छु सबै साथीहरू हुनुहुन्छ होइन जस ठाउँमा हुनुहुन्छ त्यही पनि होइन गिफ्ट चाहिँ दिएको छ नदिएको होइन तर स्पेसल लाइफको फर्स्ट टाइम होला जो हाम्रो बिहे साथीले फ्रेम गिफ्ट दिएको सो म चाहिँ ओपनिङ गर्छु कस्तो छ त्यसपछि रमाइलो जमाइलो माट टुक्ने जे हुन्छ सब भ्लगमा खतरा तरिकाले आउँछ बाल सब दिनुपर्छ है ओके हेर्न मलाई म पहिला यो मसँग कस्टमर हेरेको छैन होइन सुरुमा म हजुरले देखाउँछु बल्ल कस्तो भनिदिनु है कति हेभी हो त यार कति केजीको होला नि 10-12 किलोको 10-12 केजी यति धेरै 1 किलो लिन सक्नु Oh my God! What a beautiful hair, family! What a beautiful hair! Thank you so much, my dear friend. Happy birthday, दोस्त. Thank you so much, बिहे साथी. एक दुई लाइन भन्दिनु त के भन्न चाहन्छु यार. के हो भन्दाखेरि अब जे जस्तो भए पनि चिनो हैन अब के थाहा अब होला नहोला कुनै बेला हैन अब नेपालमै बसिन्छ भन्ने के ग्यारेन्टी छ र अब साथीभाइ भनेको अब यसो चिनो हुन्छ नि त जे जस्तो भए पनि अब याद आउँछ नि त ए साथीले दिएको है भनेर हो कि नै मेमोरेबल हुन्छ होइन रुममा टाँसिएको हुन्छ कुनै टाढो हो साथी देखाउने गिफ्ट दिएको भने यस्तो हेर्न नि हुन्छ हो यस्तो गरे त्यो भने याद हुन्छ टक्क बाहिरबाट भित्र आउँदाखेरि पनि होइन टक्क यो देख्ने बित्तिकै साथीको याद आओस् न त्यो तरिकाले चाहिँ अब ठुलो दिन नसके तापनि तिम्रो साथीलाई होइन एउटा झिमको दाङ हान्दिउँ त चाम चाम नाच खै त ल यस्तो चाम चाम नाचिदेऊ निर्माया ओहे ओहे अच्छा च कुदे या साथी ओ माटुने कहाँ गयो त नि बर्थडे हामी यस्तरी रमाइलो गर्ने यार तिमीले जान अनि घरमा रमाइलो गर्ने अनि के हो पार जाबिन हैन माटु एक दुई लाइन भन्दियो आइसी ल कि ग्राउन्ड हेर्न आएको यो हाम्रो यो ग्राउन्डमा पुलमाथि ए ग्राउन्ड हेर्न आएको हामी पारी जान लाग्यो होइन किन क्यान्सल भयो भन्थ्यो त तीन हामीले जुन आइटमहरू छ नि आइटम ल्याउन जान लाग्यो त्यो आइटम पाइएन 4 हामी फर्किन लाग्यो त्यही यो फ्यामिली गाह्रो छ हेर्नु अब आइटम लिन गएको पाइएन नपाइएपछि अब उता गइन्छ उता गएर आइटम ल्याइन्छ यता किन आएको भने यताको स्पेसल बबाल हुन्छ नि त रेसिपी है उताको भन्दा अलिक कट्टु टाइपमा हुन्छ क्या त्यही भएर सो केही पनि कचुर कचङ ल फ्यामिली हिरो हामी कहाँ आइदिएको भनिदियो त
बुझेको होला नि के को लाग्यो त्यो यो जुस खानलाई जुस है सिसाको जुस चाहिँ फेरि अरू त खानु दुइटै सक्दैन त्यस्तै गरिदिएको यसो त्यही भएर सिसा लिन आएको हामी है अरू धेरै लग्नु सक्ने दामी लाग्यो नि त त्यस्तै गरिदिरहेको छ यो लक्ष्यम हामी दामी चाहिँ सिसा त राम्रो लाग्यो डिजाइनहरू पनि मोबाइल छ यसमा राखेको छोरीले त्यो चालु गरेर रात भरि बस्छ त्यही यो फ्यामिली होइन सायद केक चाहिँ हामी लगिन्न होला होइन लग्नेहरू के ओके बर्थडे भन्दा पनि पार्टी मात्र गरौँ भनेको कि सो स्पेसली हामी पार्टी मात्र गर्छौँ केक चाहिँ लग्दैनौँ होला यही नै हो अरू भन्दा पनि हाम्रो दाइकोमा आउनु पऱ्यो क्या स्पेसल यो दाइ बबालमा आएको जस्तो मिलाइदिनु दाइले कस्तम क्या तिमी किन यति गोरो दिएको छु आज लास्टै घाममा हिँडेर होला नि यता हेरिदिनु न स्माइल आम्बो लास्टै ल है त यो चाहिँ आजको एकदम क्लियन रेसिपी भन्न सकिन्छ है हिँडेर फ्राई होइन सकिन्छ हो सकिन्छ 1 day later. ओ माई गड के हाल्छ मलाई थाहा थिएन बर्थडे चाहिँ स्पेसल दिन लागेको छ नि रातिको 12 टाइममा यो क्यु चाहिँ लास्टमा मैले उसलाई चाहिँ मैले व्हाट्सएप पठाऊ भनेको थिएँ भिजुअल पठाएको थिएँ मलाई 21 सुतेको मान्छेहरू जस्तो आउनु नभन्थ्यो आएर त ल स्पेसली बर्थडे केक सेक लिएर त पुरै सरप्राइज दिन्छन् बाउ आन्ना आना भनेर त लास्टमा आउनु पऱ्यो नि त यार बर्थडे भन्थ्यो लास्ट रमाइलो भयो नि त्यही भएर यो क्लिपमा यसो अब 81 भयो नि त अनि मलाई थाहा थिएन अनि बर्थडे नमनाउने कारण भएको थियो कोही छुट्टी थिएन नि त्यति बेला 21 यो फेरि बर्थडे चाहिँ 22 गते हो अनि यो गरेको चाहिँ 21 गते हो रातितिर 22मा भनौँ न त्यसो रमाइलो गरेको हामी 22मा भिडियो बनाएको चाहिँ मैले 22मा तर यो गराएको चाहिँ 21 गते रातिको समयमा केटाले सर्भर दिएर अनि भोलितिर घाउन जाने टाइम रहेछ उनको फेरि त्यही भएर आज जसरी आऊ भन्थेँ अनि 3 जना मस्त बसेर खाइयो अब ब्लगमा हेर्नु दोस्त अब के काट्दिउँ न त के काट्दिउँ न त नाच्दै खाइन्छ त खाना साना ओ माई गड फ्यामिली यार 81 के चाहिँ हिरो अनि के हो त यार माथि आउन भने मान्छे सरप्राइज दिने यस्तो के हो यो भनिदिनु दिलाई सरप्राइज दिनु भनेर आम्बो नै कसम फ्यामिली मलाई थाहा थिएन 21 मा सुतिरहेको थिएँ ठ्याक्कै अब हाम्रो हिरोलाई फोन गर्छु भनेको त मान्छे त यार बा आइदिइराख्ने यार होइन हिरो हो तिमीलाई थाहा थियो किन भने त ल थाहा थिएन यस्ता मलाई म त यार सोचिरहेको थिएँ मस्त सुति यो पिचकारी स्प्रे हान्दा पनि यस्तो लाग्यो है मलाई थाहा थिएन यो क्लिप चाहिँ अगाडि नै आएको थियो होइन भिडियो चाहिँ उनको क्लिपबाट आउँछ मोबाइलमा र हाम्रो साथीको चाहिँ बर्थडे गिफ्ट केक है त म त थाहा थिएन यार कसम यार थाहा थिएन कि मलाई ओ माई गड है त्यस्तो नसोचेको पनि हुँदो रहेछ यार ल स्टार्ट फ्यामिली है चौकै छोड्नुपर्छ यस्तरी यसै काटेर आम्बो कति चाम्रो हो त यार बराको चिसो हुन्छ कि झन् यस्तरी काटेर यस्तरी निकाल्नुपर्छ यस्तरी आऊ हिरो लगाए ल खाऊ ल खाऊ न किन खाएको ल खाऊ ल पक्कै पार्नु होला जो भाइहरूलाई देऊ न पहिला म भिडियो बनाउँदियो खाऊ न खाऊ न यो चाहिँ अलिक धेरै लङ थियो भिडियो थियो त्यसपछि क्लिप काटेर टक्क भाइ बहिनी राख्थेँ अनि सबैलाई केक सेक बाँडेर खिलाएर गऱ्यो अनि त्यसपछि केटाहरूले त मलाई पुरै केकहरू डल्लेर गर्दै अनि त्यही भएर अनि धेरै केक देखाउनु होइन एकदम पुरानो भिडियो भइहाल्छु भने बाँड्यो त्यसो चिजमा इन्जोय गऱ्यो फ्यामिली इन्जोय फेरि आउँछ है त यस्तो यस्तै आउँछ टेन्सन नगरौँ मन पऱ्यो राम्रो कमेन्ट हालिदिनु पऱ्यो है Every shot from the top, we're gonna be two hearts running wild. है हुन्छ आम्बो मान्छे नचिने नै भयो त्यहाँ ल त यो साथी आयो होइन खुसी लाग्यो एकदमै खुसी लाग्यो अब चाहिँ
म मुखसुख धुन्छु फ्रेस हुन्छु त्यसपछि मस्त चिलमा मासु सासु बियर सियर त्यो हुक्का छ नि चुस्नेवाला त्यो खाएर हामी चिल पारामा बस्छौँ त्यति बेला चाहिँ म सुरु गर्छु है त अहिले चाहिँ हामीले फिलहाल यति लहर गएको छौँ होइन हिरो र अनि एकछिनमा भित्रदेखि यहाँ दोकान खोल्नुहुन्छ टाइमिङ बसेन अहिले त चिसो पारामा के छ हिरो आम्बो कस्तो फिल भइरहेछ अनि बबाल 3 जना छौँ है छोटो मिठो होइन ल तिमीहरूलाई चाहिँ त्यो उडाउने है म चाहिँ यो उडाउने है त ल फ्यामिली अब यो मस्त यसमा हाल्छु म हालेर मस्त अनि खाएर यस्तो बप्पाल सुरु गर्छु म होइन हिरो ल है त ल हाम्रो फोकेर पनि भ्याइयो त्यहाँ छ खोल अब चाहिँ यो हाल्ने हुन्छ गिलासहरूमा टक्क लगाएर हाम्रो 3टा गिलास है त 1 2 र 3 सो ढोको चाहिँ निकाल्नुपर्छ यो रहेछ ढोको है हाम्रो ओपनिङ हाम्रो 2 जना हिरोहरू बाद नराम्रो लागिसक्यो भाइलाई बोलाएको थिएँ भान्जीवाला बोलाएको थिएँ दाइवालाई बोलाएको थिएँ फोन पनि लागेन त्यस्तै हो अब के गर्नु होइन 3 को 6 हुन्थ्यौँ 6 हुने बेला हामी 3 को 3 छौँ है 3 जना होइन यो दिउँ न यो यही हाम्रो सायद सेलिब्रेसन बर्थडेको अन्तिम पली हुनसक्छ रमाइलो गर्नुपर्छ गर्मी छ है अब हाल्नु पर्यो यो फेरि उसको रहेछ नि त मस्त तरिका हाल्नु पर्यो है त चिल्लो टाइपमा स्प्राइट पनि दिनुपर्छ धेरै बियर मात्र भन्नु हुँदैन है टक्क गुलियो पिरो पनि खानुपर्छ के गर्नु सेलाउँछ फेरि मजा आउँदैन कि पानी खाए जस्तो हुन्छ नि त यसो त सधैँ खाइँदैन कहिले गर्छ भिडियो खाए ओहो धेरै खाए जस्तो भने मानिन्छ त्यस्तो नेगेटिभ चाहिँ नसोच्दिउँ जस्ट इन्जोय चिल पारा विथ बर्थडे सेलिब्रेसन है त ओके बर्थडे चियर्स है त सेम टु यु ल खाम त कस्तो छ च्वासै पारामा 2 जनाको रियाक्सन अब म है त अमृत हो क्या धन्यवाद छ ल च्वासै पारेर सेम टु यु च्वासै पाराम त आम्बो च्वासै है च्वासै फेरि च्वासै वा अब मस्त खान्छौँ हामी है सितन पनि चाख्नुपर्छ यो चाहिँ हाम्रो के भन्छ नि यसलाई टमाटर होइन यो चाहिँ के हो लड्डु ओ केरा यो चाहिँ केरा भन्नाले खोर्सानी अदुवा डाइनोसर जस्तो हेर न डाइनोसर हो नि त यो डोलाले पठाइदिएको वाह अनि यो चिकन वाह हुँदैन सदा अब हाम्रो चिक्कु रेसिपी है त यिनले त कुखुराले दिन्छ हेर हान्दिउँ त ओके दियो है त ओके मजा आयो चाख्दिउँ न यार बाबा रगुनले पकाएको मिठो हुन्न त वाह कसले पाएको रे रगुनले रगुन रे बड्डु बाइले ब्याग भलगर साथी भन्न सकिन्न कसले रे मेरो भलगर साथी मेरो रगुन साथीले पाएको ए वाह रे वाह फ्यामिली है यो स्प्राइट यो बियरको स्प्राइट बियर है हाम्रो फेरि शीतल छ है यहाँ पनि छ साथी हजुर अब हामी के लिन जान लाग्यो बियर खाइन्छ नि होइन एकदम साथी हामी के लिन जान लाग्यो रे बियर ल है त्यही हो होइन यस्तो तिमीले धेरै तानेको थिएँ होइन म तानेको होइन त्यो तान्ने होइन नि नजिक कहाँ धन्ने खसालेको त A few minutes later. फ्यामिली ल छोपदै पनि हिँड ल बियर देखाउ त एक्स्ट्रा हामीले 2टा बियर यो भयो अनि यो चाहिँ हाम्रो स्पेसल एउटा भर्जिन आज ल्याइदिउँ भनेर है ठिकै छ डिमान्ड गरेको थियो डिमान्ड पुरा पनि गर्नुपर्छ म गइन्छ होइन डिमान्ड पुरा हुन्छ कि साथी हो यो यति कन्फिडेन्ट हुनु पऱ्यो क्या अनि यो चाहिँ ठुलो बियर हो 12 सिङ्गे अनि यो भर्जिन अनि कुरकुरे थिएन 2टा उसले बियर सोपेछ उसले
अब सिधै हामी खाने बेला घरबाट देखाउँछौँ है लिन आएको असम्झी पनि 11-12 बजे हजुर पानी आएको थियो जाने यहाँ ए ठुलो पानी पर्थ्यो नि त हिरो एकदम ल हाल यसमा हालेको थियो ल हल्का चालिदिने है त ल छोप ल अब यो मेडिसिन ल ल अर्को मेडिसिन ल चेस ल ल खाम चुरुप्पै तिमी आउनु चुरुप्पै खै चुरुप्पै खाँदै गर्छौँ आइयो त्यहाँ छ अर्को यहाँ भ्याइएको अब खाएर फेरि देखाउँछु नि त म है होइन यो खाएर भ्याइयो फेरि हाम्रो जस्तो बेर खाने रे हामी त खान्न म भइसक्यो एउटा दुइटा पनि भइहाल्यो तिनी चाहिँ हामी मुद्दैछन् कता लिने भन कता लिने हो कता लिने हो के लिनु हो कि नै बियर कति खान्छौ एक्लै यस्ता मान्छेहरू बिहे खाने नाटक छ बियर लिनलाई सिरानी बोकेर जानु लाग्छन् होइन बियर लिएर आएपछि चाहिँ म माथि सुत्न जाने हो कि अहिले फेरि खानुपर्छ भनेर म झ्याममा चाहिँ छैन नि गाइज अहिले फेरि खानुपर्छ भनेर चाहिँ पानीमा आइपुग्यो छैन पानी त अँधेरो त्यही हो ठिक छ बियर लिएर हान्छौँ होइन खानुपर्छ भने म माथि जानु लाग्छ खान्छन् ल्याइदिएर हाम अब लिने बेलामा देखाउँछु नि त है म माथि छ त A few minutes later. हामीले फेरि चाहिँ बियर ल्यायौँ यो चाहिँ तेस्रोचोटि हुन्छ हाम्रो रोशन दोषकोलाई उनले खान्छ भने त ठिकै छ खानुपर्छ हाम्रो साथी फेरि उता सिरानी बोक्दै चिल पारामा यस्तरी हिँडेछन् फोन गरी फोन उठेको छैन त्यही पनि गइरहेछन् साथमा हाम्रो कुकुर छ यो चाहिँ हाम्रो अन्टिम्पल हो अनि हाम्रो साथी फोनमा बोल्दैछन् अब यसपछि हाम्रो फिनिसिङ हुन्छ चेस खान्न भन्दा नि यहाँ भर्जिन चेस्ट के खुलाएन दोस्तले 15वटा अघि 10वटा गरी पुगेछ मुला धेरै नाटक होइन बढी सुन्नुभयो म आउन भनेको यहाँ दिमाग खराब गरेर आएको हेर्नु यो लास्ट पल्ट यो अब हामी यो खाएर भ्याएर सकेपछि फिनिसिङमा देखाउँछौँ है त ओके मर्निङको साढे 3 भइसकेको छ हाम्रो साथीको खुट्टा ट्याच उता लुकेछन् चड्डी लाएर अवस्था के रे चड्डी लाएर अवस्था चड्डी रे कसले एकचोटि खोलेर हेर त्यहाँ हो र सेक्सी भयो क्या जो भलाको यतिसम्म गर्छ ए सिधै सब पोखे यार त्यही फ्यामिली 3जना चिनमा छौँ हामी 4:30 4 बज्न लाग्यो अब चाहिँ एकचोटि भ्लग झुक्क बनाउँदै सुत्ती गइल्यो यहाँ त पालैदेखि यस्तो खतरा भएदेखि फ्यामिली स्पेस फेरि हाम्रो साथीहरू सन्तोषलाई यिनलाई फेरि है भूतले डराउने दिएको अरे अनि अगाडि क्लिपमा जोड्छु भन्दा त्यसमा जोड्न मिल्दैन त्यसमा मैले भनेको थिएँ नि धेरै सम्झाएको बिजनेस खुब सम्झाइरहेको छन् कि दोस् मैले भूत देखेँ यस्तो यस्तो गरेँ के भन्थ्यो होइन बर्थडे दिन खाइदियो खै साँचो कुरा हो होइन त्यो थाहा भएन होइन त्यो त दाइ पनि जानु र उनले नै जानु होइन हामीलाई त के थाहा भएन 21 22 वर्षको तर्साना दियो डरान दियो भने के भन्थ्यो कि अनि हामीलाई त्यो यसो हल्का ब्लग टाइममा यस्तो भइदिएछ हल्का चलपल पनि हुन्छ यसो हालिदिउँ न भनेर चाहिँ मैले क्लिप बनाएर चाहिँ हालेको छु त्यही भिडियोमा हेरेर बुझ्नु न के हो भनेर 1 hour later. सुन मेरो कुरा तँलाई डराउन दियो हो कि नै भन्न पहिला भन्दिनुहोस् न म कसै कुरा अगाडि बढाउँ
ए भलक बना भन्नु है क्या ए र मेरो विश्वास गरेन हो तिमीले र मैले गरेर म बाहिर बसेछु सुनिस तँलाई डढाउन दियो ल ठिक छ तँलाई डढाउन दियो तर बिहानको 4 बजिरहेछ अहिले यतिखेर कसैलाई उठाएर दुःख दिनु चाहिँ राम्रो होइन यतिकै बसौँ त भन्छस् भने म यतिकै बस्न रेडी छु तयार छु तर बिहान 6, 7, 8 बजीतिर कतिखेर हुन्छ मान्छे उठ्ने टाइम त्यतिखेर बरु उठाम्ला म त छेउमा बस्छु बरु देखाम्ला यो चाहिँ ठिक भने कुरा ठिक हो यतिखेर 4 बजिरहेछ बिहानको यतिखेर चाहिँ उठाउनु ठिक होइन त्यस्तै भन्छ हेर सुन तँलाई डराउन दियो ठिक छ म पनि त माथि गएर अघि कति बेर एक्लै बसेँ त्यो खाट कुन हो थाहा छ यिनको हजुरआमा सुताएको खाट हो कि नि यिनको हजुरआमा सुताएको खाट हो त्यो म बिन्दास गएर माथि बसेछु त के भयो त अनि मलाई त केही भएन कि टेन्सन छैन मलाई डराउन दिए पनि मतलब छैन यार मलाई यो रगुन घर अगाडि डराउनु दियो कि त्यही भएर नम्बर छ भने दिन त मम्मी पानी पर्यो त्यो सोर बाजेको नम्बर दिन त मलाई डढायो पानी पर्यो त्यही त कि त्यो म नुहाउन आउँछु भन्दाखेरि कि रगुनले मलाई त्यो 3-4 चोटि पानी छेप्दै थिएँ अनि 5-6 चोटि पानी छेप्दै अनि म सुति जस्तो गरेको थिएँ अनि रगुन भित्र गएँ अनि यहाँ फेरि त्यो 4-5 चोटि चप्पल पड्काउँदै गयो कि अनि रगुनलाई लिएर हेर्दा कोही थिएन अनि हिजो राति आउँदा टोपी राम्रै थियो कि पुरो बस्नु बोलेको किन अनि टोपी राम्रोसँग थियो अनि फेरि यहाँ लिएर राखेँ अनि म घर जान्छु भने भर कपडा सपडा त्यो प्यान्ट साइड अनि त्यो जुत्ता सुत्ता टी सर्ट सिर्ट लाएर रेडी भयो अनि टोपी हेर्छु टोपी त्यो राम्रै थियो क्या अनि त्यो चुटेर पछि सार्यो अरे के कस्तो म पछि बुझेर भनिदिन्छु है त यहाँ यिनीहरूले अब त्यही हो फ्यामिली होइन अब त्यति कुरा अब के कस्तो हामीलाई स्पष्ट थाहा भएन होइन दिए पनि होला नदिए पनि होला होइन त्यही पनि अब यस्तो सोचेँ कि होइन ब्लग पनि अब यसो यिनले त त्यो टाइममा यस्तो पनि भयो थियो है भन्ने एउटा मेमोरेबल है पछि गएर यादगार होस् भन्नलाई मात्र मैले क्लिप हालेको नत्र अझै धेरै थियो कि 4 मिनट 5 झन् 8-9 मिनटको मसँग भिडियो पनि थियो तर मैले त्यो सब डिलिट गरेँ किनभने धेरै पनि राख्नुहुन्न हल्का फुल्का अब 2-3 मिनटको भने राखिदिउँ भनेर हालेको याद पल हुन्छ भनेर मेमोरेबल मात्र हो जस्तै यो रमाइलो गऱ्यो चिल भयो होइन बस्यो साथीले फोन गरेको थियो आफ्नो गुरुबा कोकोलाई फोन गरेँ तर के भने तर धेरै पनि डिस्कस पनि गरेन मैले त्यो धेरै नै हाल्न खोजेँ तर मस्त चिल भएको थियो रमाइलो समाइलो पनि भयो त्यसपछि अरू इन्जोय गर्यो तर साथीले चाहिँ डर हान्दै थियो भन्ने चाहिँ कुरा गरेको थियो है यो अनि त्यस्तो नाचगान सकेन त त्यस्तो हामीले केही हालेनौँ हाल्ने पनि भनेको थियो त्यस्तो मुड पनि थिएन इन्जोय गऱ्यौँ त्यसको नेक्स्ट पल्ट गरेको थियौँ होइन त्यो भ्लग किन क्लिप हाल्नु बरु जे हो त्यही भ्लग हाल्छु भनेर मैले जति हो त्यति नै हालेर टक्क इन्जोय गरेको छ फ्यामिली है तर रमाइलो भयो नेगेटिभ चाहिँ नसोचौँ जस्ट इन्जोय गरौँ है सधैँ यस्तै भ्लग बाल्दर हुन्छ ओके One day later. होइन हाम्रो साथीहरू चाहिँ पल्टिरहेको छन् यो चाहिँ पहिले क्लिप बनाउने होइन यो चाहिँ मैले 3 दिनपछि बनाउनु लागेको छु बर्थडेको 3 दिनपछि भ्लग क्लिप साथी के भन्न चाहन्छु क्लिप भनिदेऊ न म त हजुर राति चाउमिन खाएँ चाउमिन र टुपियो खाएर वाउ अनि तिमी के हो त अनि मजै आयो यो त जर्खटेको बोकाएछौ सुच अन्त यार किन यस्तो बिहानको 4 बज्दैछ 4 बज्दैछ 4 दिनपछि होइन 3-4 दिनपछि ए लुकेको त्यस्तै हो गाइज होइन हेर्न खोजेँ ल त्यही धेरै नाट्नु नगरौँ त्यही हो सपोर्ट दिनु परेन टिपिटो त्यही हो के भन्नु छ कन्टेन्ट आइरहेको त्यति आउन पाउँदैन आयो भने चाहिँ म गरिराख्ने छु रातिको टाइममा चाहिँ हामीले यसरी टुपिम खाएको थियौँ ल त्यही फ्यामिली बाई टेक केयर है सपोर्ट दिनु पऱ्यो सिएससी बाई